वेलकम टु माई न्यू भ्लग। र अहिले चाहिँ हामी आएका छौँ गोबाटार पोखराको र यहाँ पानी परिसकेको छ। ल ल बोल 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 सुयो यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ अनेक अनेक दुर्गाहरू हुन्छ र यहाँ रमाइलो हुन्छ। कितना जना गाइज र यो पोखराको बिचमा आउने एउटा ताल हो। उता गई भाइ लिएर आऊ जाऊ बहिनी लिएर आऊ बोल्नु बोल्नु न। ल लेफ्ट साइडमा पानी परिरहेको छ, एकदम रमाइलो छ। पानी पर्दाको ढुङ्गाहरू चढी चढेका छन्। अब ढुङ्गाहरू सबै बन्द हुन लागेका छन्, हावाहुरी आउन लागिसक्यो। आनन्दको मौसम छ। बेलुकीको 6:30 भइसकेको छ। यतिखेर त्यहाँ आउँदा अलिकति पर सन्ध्या आरती सुरु भइरहेको छ। यतिखेरको सिन एकदम मनमोहक छ यहाँको। सो एकदम मजा आइरहेको छ। सिमसिमे पानी देवतालको छेउमा प्यारो मम्मी, प्यारो आन्टी, प्यारो भाइ बहिनीहरू लिएर किन चलाएर कुरो कुरो हामीले लिएर आएको थियौँ छ आशिष मऱ्यो मेरो घर म नानी लिन जाँदैछु। नानी छिटो गर्दै एकदम सिमसिम पानी रहेको छ। आनन्द छ। 2082 साल असार 1 गते आज साँझको परिदृश्य यहाँको हेर्दा फेवातालको किनारको परिदृश्य एकदम रमाइलो छ। सबैजना शीतल खान र फेवातालमा अवलोकन गर्नको लागि धेरैजना पर्यटकहरू, नेपाली पर्यटक र विदेशी पर्यटकहरूको आगमन भइरहेको छ। यहाँको वातावरण एकदम उल्लासमय छ। कायाकिङ गर्ने धेरैजना कायाकिङ गरेकोहरू फर्किरहनु भएको छ। अब पानी पर्न लाग्यो, उहाँहरूको गाइडरहरूले बोलाइराख्नु भएको छ। कायाकिङ गरेर फर्किरहनु भएको छ। डुङ्गामा सवार यात्रीहरू पनि अब फर्किरहनु भएको छ। पानी धेरै पर्न लागिसकेको छ। यहाँको मौसम यस्तै हो। साँझ 6 बजेपछि पानी पर्न सुरु हुन्छ। उता देखाइदिनु। र गाइस यो लेफ्ट साइडमा हेलिकप्टरहरू रमाइलो हुन्छ। र एकमा एकचोटि हजुरहरू आउनु होला।